हेलो गाइस गुड मर्निङ तपाईँहरू सबैजनालाई एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल जेकेएस राई। तपाईँहरूले देख्न सक्नुहुनेछ आज म जीवन राई तपाईँहरूको सामु आइसकेको छु। आज भने चाहिँ फेरि सुरुवात मेरो घरबाट भएको छ, घरको ब्लग एकदम। आज यो चाहिँ मेरो पापाले रोपिदिनु भएको सुपारी हो, यसरी रोपिदिनु भएको छ है। बाइ द वे अन्त नमस्ते गुड मर्निङ, तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। अन्त बिहानी पाखाको तातो चिया खाँदै तपाईँहरूसँग यसो बातचित गर्नु मन लाग्यो। आजको भ्लग चाहिँ के आउँछ भने चाहिँ यहाँ देखिसक्नु हुँदैछ मेरो जलबेडा यतिको छ है, लालुपाते उपरतिर पनि छ। अन्त आजको भ्लग चाहिँ के छ भने चाहिँ आज चाहिँ के आउँछ तपाईँहरूको सामु म लिएर आउने छु है। आज चाहिँ खासमा माथि समाज मिटिङ पनि छ, त्यसले गर्दाखेरि म घर आइरहेको छु है। यो चाहिँ मेरो भतिजको घर हो, भतिज बस्दैन छोड्यो घरै। यहाँ तल आलु रोपेको थिएँ, आलु निकालेँ, आलुको जग्गामा मकै छरेको छु। यो चाहिँ मेरो भान्जीले रोपेको गाइस, यहाँ देख्न सक्नुहुनेछ। मेहनत गऱ्यो भने सबै कुरो हुन्छ। अनि अलिकति धनियाँ छ, यहाँ प्याज रोपेको छ, यहाँ मुला छ, वरिपरि तोरी रोपेको छ, उतल भाटा भएकोमा रमभेडा, यहाँ कोपी उपर बैगुन, त्यहीँनिर मकै पनि छरेको छ कान्छीले, उपर बोडी रोपिरहेछ। यहाँ तल्लो घरमा पनि कोपी छ। यहाँ इस्कुसको लागि सानोबाट अस्ति म आएर बनाइदिएको, उतलो पनि बनाइदिइरहेछ इस्कुसकै लागि है। के गर्नु गाइस, यस्तै चाहिँ दुःख सुख जे जस्तो आउँछ ब्लगमा लिएर आउनेछु है। आजको ब्लग चाहिँ अलिकति लामो हुन्छ होला, तपाईँहरू कृपया गरी स्किप नगरिकन हेरिदिनुहोस् है। अन्त फेसबुकमा हेर्नुहुँदैछ भने मेरो पेजमा फलो गरिदिनु नबिर्सिदिनु होला है, जेकेएस राई भ्लगर छ। आजको मौसम चिसो छ है, हिजो पानी परेको थियो, शीतल छ। त्यो पारी देख्दै गरेको डाँडाहरू सबै बेङ्गल हो, हिँडाहरू सबै बेङ्गल हो। यो चाहिँ सिक्किमे हो, यो सालघारी भन्छ है, रिनक सालघारी हो। म चाहिँ यस्तो जग्गामा बस्छु है गाइस, मेरो वरिपरि गाउँ छ यस्तो जङ्गल छ। मेरो घर चाहिँ यहाँ छ है, किचन त्यहाँ हो, बाथरुमहरू, यहाँ गेस्ट रुम यता छ है। जे छ जस्तो छ एकदम र देखाउने छु है तपाईँहरूलाई। कृपया गरी स्किप नगरिकन हेरिदिनुहोस् होला है। खुसी लाग्यो तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छ। अझै बढ्दै जाओस् है, अझै राम्रो भ्लग लिएर आउनेछु तपाईँहरूको सामु। सब्सक्राइब गरिदिनुहोस्, लाइक सेयर कमेन्ट पनि गरिदिनु।
यहाँ हेर्नुहोस् है गाइस, अघि बिहानको मेरो भान्जीको अनुहार यस्तो छ। यहाँ अर्को भान्जी छ, सानो भान्जी। अस्ति अलिकति आलु खनेको यही छ। गाइस मेरो भोकु चाहिँ यस्तो छ, किचनभित्र आउँछ, सुत्छ, अलिक अल्छे भएको छ। भोकु भोकु उठ यता हेर। तर आँखा ब्लाइन्ड छ नि उसको, दुईपट्टिको मोतीबिन्दु लागिरहेछ। र पनि म आएपछि चाल पाइहाल्छ। परैबाट केमा नि हौ। यो चाहिँ हाम्रो गाउँको समाज मिटिङमा गइरहेको छ है। हाम्रो बाङ्गाहरू छ, दाजुहरू, बुहारी सबैजना हुनुहुन्छ है। अब सुरु आज त त्यही त यहाँ सर्दी होला त 10 बजे दिएको हो 11 डङ्गै गएको त अन्त तिर्नेले त तिरिरहेछ त हामीले पनि तिरेको हो या बुहारीले तिरेकै हो हैन त्यति बेला सिस्टम त्यो हुन्छ अब त्यसको डिटेल्स चाहिँ कसैलाई थाहा छैन नि हैन डिटेल्स छ अब यो क्या यो रोशनी बुहारी हुन्थ्यो लगेको मलाई थाहा छैन त्यति बेला उहाँलाई लास्ट सुरु गरेको मैले भनेको थिए हो मैले चाहिँ किन छ यो गिलास बोतल गिलास तीनटा थियो गिलास हैन कप हो कप दिन्छ गिलास चाहिँ तीनटा थियो बोतल मैले त बहुत तिरेको छैन नि सस्तो दाममा ल्याएको उयो चाहिँ ध्यान चाहिँ दिनु पर्यो नि आफ्नै हो नि त आफ्नो सामान हो यो त स्टोन पेपरको याद गर्ने काम हो भनेर त्यहाँ लडिरहेको छ नि रिसले गोली खेलेर हिँड्नु चाहिँ है भएन अब हामी चाहिँ फोर्समै त्यो भेला चाहिँ गर्छ है। आजको मिटिङ चाहिँ हाम्रो समाप्त हुन गइरहेको छ है। यहाँ आजको सभाको अनुसार प्रेसिडेन्ट साहबको नेतृत्व अनुसारमा आजको सभामा जुन रेजुलेसन बनिएको छ त्यो पढ्न गइरहेको छ है। पूर्व पाण्डम तीनधारे कालीखोला अमर सङ्घ समितिको यो एक वार्षिक सभा आयोजन यस प्रकार छ। तारिख 9 तारिक 3 महिना 2025 आज यस प्रकार छ भनेर माथिको टपिकलाई एकछिन बिसाउनु पर्छ छ आज त्यहाँदेखिको त्यो फेरि गाको गाकै गरौँ आज गत तारिक 9 तारिक 3 महिना 2024 अन्तर्गत आइतबारको दिन पूर्व पाण्डम तीनधारे कालीखोला अमर सङ्घ समितिको वार्षिक हिसाब विषयबारे यो एक अत्यन्त लगायत सम्पूर्ण सदस्यहरूको उपस्थिति हाम्रो समाजको सम्पूर्ण नियमहरूलाई पालन गरी नियुक्ति रकम र 5,000 हो। सहमति अनुसार आजको यस सभालाई यही नै अन्त्य गरियो। आजको हाम्रो समाज मिटिङ पनि अघि समाप्त भइसकेको छ है। सरी पुरा उकालोमा हिँड्दा साह्रो पऱ्यो। समाज मिटिङहरू नि सबै कुरो राम्रै भयो है। अब भोलिदेखि ड्युटी छ मेरो। अन्त आज चाहिँ म फेरि घरमा बसाइ भएन, मेरो चाहिँ रिटर्न ब्याक फेरि ड्युटी भयो। त्यो कारणले गर्दाखेरि आजको भिडियोहरू के कस्तो लाग्यो है तपाईँहरूले कमेन्ट गर्नु सक्नुहुन्छ कमेन्ट बिलो। यसरी नै माया दिइराख्नुहोस् तपाईँहरूले है। मेरो सानो भतिज केटाले चाहिँ मलाई पारिसन छोड्नु आइरहेछ। यो पोको बोकेर है, पोकोमा चाहिँ अलिकति रुममा उता लिएर गएको आलु अलिकति
आलु लिएर गएको यसले नि मलाई पारिसान छोड्नु आइरहेको छ हेर्नुहोस् है गाइस अलिक चुलबुले छ नि त तर यो अलिक आजको दिन राम्रो बित्यो तपाईँहरूको पनि राम्रो बित्यो होला सायद के कस्तो लाग्छ प्रतिक्रिया दिनु नबिर्सिदिनु होला भन्नु चाहन्छु तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच है हेर्दै गर्नुहोस् जेकेएस राई भ्लगरलाई नबिर्सिदिनु होला फेरि आउँदो दिनमा राम्रो कन्टेन्ट लिएर आउनेछु आजको लागि यति नै आज यो भ्लगिङ एन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच लभ यु गाइस है तपाईँहरूको धेरै माया पाइरहेको छु टिल नेक्स्ट भ्लग त्यतिन्जेलसम्म पर्खिराख्नुहोस् बाई बाई